गाइज वेलकम सबैजनालाई हाम्रो युट्युब च्यानलमा हाम्रो न्यू ब्लगमा के अरे फेरि भन्न सानेले राइलिङभरको चाहिँ अब होइन थेको जस्तै हो थेको हो नि त्यो जाँठा सबै थेको हो नि त्यस्तोहरू त्यो नर्मल कुरा हो हाम्रो सानेले फोटो अघिदेखि खिच्दै भनिदिरहेको थियो लुगा पनि राम्रो लाएर पो आएको छ त हेर्ने हो साने यता फर्की त सानो ओइ ओइ हानो हामी चाहिँ अहिले हाम्रो शैलेश साथीकोमा जाँदैछौँ साथी चाहिँ अहिले हल्का रुममा बसिरहेको होला अघि नि म्यासेज गरिदिरहेको थियो अनि त्यतिखेर चाहिँ म हल्का बिजी पनि थिएँ हामी पनि बिजी थियौँ केटाहरू सबै पादेर हो आम्मा सुत्न नदिएर उसको शैलेशकोमा सुत्न आएको के हो के भन्छ झन्डै मरेको बाउ चाहिँ बाउले मार्थ्यो मलाई मरेको भए चाहिँ बाउले मार्थ्यो है हो त्यही गाइस बाटो यस्तो छ त्यहाँ हाम्रो राम्रो क्यामेरा पनि छैन त्यही पनि चाहिँ तल्लो बाटो पनि जान सक्छौँ तर यो बाटो जाने यो चाहिँ शालिकले जहिले बजाउने उसको प्र्याक्टिसको गिटार हो अहिले बिरामी छ गिटार पनि शालिक शालिक पुरै अहिले मस्त कलमा बोल्दैछ अब यो चाहिँ शालिकको रुम हो पहिला शालिकको किचन रुम उता छ यो चाहिँ हाम्रो सानो हो फोटो म खिचिदिन्छु ल यहाँदेखि पोज्दै त पोज्दैन अहिले कस्तो दिउँ भाइ यस्तो दिउँ कि पाकेको जस्तो कट्टु फुगालेर के अरे पाकेको कट्टु फुगालेर भेट यस्तो गरेर यस्तो ल जाँठाले काकी सुँग्दैछ कि अहिले चाहिँ अब यसको काकीले त म साँच्ची बेहोस भएको नसकेको बेहोससम्म चाहिँ भएको छु मरेर नि फर्केको तपाईहरु बुझ्नुहुन्छ गाइज अब कसले के भन्नु खोजेको हो कसको के हो म हेर्दै मान्छे कस्तो चक्लेटी सपोर्ट आएको छुइन कहाँ त्यो बुझ्नुहुन्छ तपाईहरु बुझ्ने हुनुहुन्छ कहाँ यस्तो अझै पाइ त्यही त काकी डन भन्छ काकी डन ल नि त यसको काकीको झोलो अहिले म निकाल्छु कि रक पेपर सिजर खेल्दै र साने पक्रे त क्यामेरा पक्रि त क्यामेरा त देखान ल केटाहरु ल यता उठ्न हेर्न हो क्यामेराम्यान त म त अनि लाइन्स के अरे लाइसेन्स प्राप्त हो नि त फेरि 1 2 3 गो भाइ अम्मा ओए मर्यो भने त फेरि यहाँ अलि तेरो यस्तो थियो नि खासै त दुख्दैन लाउ खुट्टे मारेको मात्रै हो खासै केटाले डर हान्दैन क्या यसो ओए यो त गुल भयो ल एम्पायर हेर्न गुल भयो ल यो त यार एम्पायर त गुल भयो ल नारी यस्तो छ बाइसे फेर आम यस्तो अलिअलि त यार यसले त अलिकति त हानेको जस्तै हुँदैन कि उसलाई चाहिँ फेरि होइन केही छैन फलाम हो कि के हो केटाहरूको आम्म ए दुख्यो ल विनर काकी यो त गुल भयो भनेर काकीको पावर देखाइरहेको छ यार उसले आम्मा नखिलौँ ल काकीको पावर फेरि एकछिनमा निकाल्छ क्या यति नै भयो यति नै यार अहिले